हालसम्म कतिवटा प्रदेश साक्षर प्रदेश भनी घोषणा भएका छन्? यसको सही आन्सर हो अप्सन सी 5 वटा। हालसम्म कुनै पनि जिल्ला साक्षर नभएको प्रदेश कुन हो? यसको सही आन्सर हो अप्सन सी मध्य प्रदेश। करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो? यसको सही आन्सर हो अप्सन बी केराबारी गाउँपालिका। 19औं संस्करणको 2082 मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्ती कुन हो? यसको सही आन्सर हो अप्सन बी पुनमकली। नेपाल प्रहरीले हाम्रो प्रहरी अभियानको सुरुवात कहिले गरेको हो? यसको सही आन्सर हो अप्सन सी 2082 पुस 13 गते। पूर्व उप प्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन कहिले भएको हो? यसको सही आन्सर हो अप्सन सी 2082 पुस 8 गते। अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा 1 ओभरमा 5 विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्ने सफल क्रिकेटर को हुन्? यसको सही आन्सर हो अप्सन डी गेदे प्रियन्दाना। खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन भन्ने व्यक्तित्व को हुन्? यसको सही आन्सर हो अप्सन ए मदर टेरेसा। नेपाल बीएफएसआई शिखर सम्मेलन 2025 कहिले सम्पन्न भयो? यसको सही आन्सर हो अप्सन सी 2025 डिसेम्बर 19। ग्लोबल हिरो अवार्ड 2025 बाट सम्मानित हुने नेपाली को हुन्? यसको सही आन्सर हो अप्सन ए कुलमान घिसिङ। हिउँको गीत नामक उपन्यासका लेखक को हुन्? यसको सही आन्सर हो अप्सन बी तीर्थ गुरुङ। थाइल्यान्ड र कम्बोडिया बीच युद्ध विराम गर्ने सहमति कहिले भएको हो? यसको सही आन्सर हो अप्सन बी 2025 डिसेम्बर 27। स्वास्थ्य सम्बन्धी हक नेपालको संविधानको धारा कतिमा रहेको छ? यसको सही आन्सर हो अप्सन सी धारा 35। अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो अप्सन बी डिसेम्बर 18।